यसमा एकचोटि कल गर्छु। घर हेर्नु बाटै थुनिदिएको नि हाम्रो। बाटो पनि थुनिदियो। अब धान रोप्नुपर्ने आज तपाईँहरूले। रोकेर मैदान यो सामान्य कुरा जस्तो लाग्छ तपाईँहरूलाई? वडा कार्यालय त्यहाँनिर छ आलिशान बङ्गला जस्तो, अनि सडकको अवस्था यस्तो छ। कसले सुन्ने हो र कहिले सुन्ने हो? सुन्न सक्नुहुन्न भने त्यहाँ किन बस्नुहुन्छ? छोडिदिनुहोस्, अरू कोही आएर गर्छन्। यस्तो पनि हुन्छ सडकको अवस्था। नमस्कार साथीहरू, यति बेला म भरतपुर महानगरपालिका वडा नम्बर 4 को अफिस अगाडि छु। भरतपुर महानगरपालिका वडा नम्बर 4 मा सडकको समस्या आजदेखि भनिरहेको कुरा होइन। यसका विभिन्न ठाउँमा त सडक छैनन्, सडकमा खाल्टो छन्, सडकमा पानी जमेका छन्, सडकमा धुलो छन्, त्यो आफ्नो ठाउँमा छ। तर यसको वडा कार्यालयको अगाडि नै सडक छैन। यो कतिसम्म दुःख लाग्ने कुरा हो। यहाँ धेरै लामो समयदेखि सडक नभएको गुनासो स्थानीयबाट सुन्न पाइयो। यो अत्यन्त दुःख लाग्ने कुरा हो र यो सडकको अवस्था यति गम्भीर छ। यहाँ हेर्नुहोस्, पिच आउन सकेको छैन, पिच आएन, आफ्नो ठाउँमा छ, खाल्टाखुल्टीमा ग्राभल हालिएको छैन, पानी जमेको छ र निरन्तर यहाँको स्थानीयले उठाएको आवाज बेवास्ता गरिएको छ। आखिर के को लागि बेवास्ता गर्नुहुन्छ? यही स्थानीयको सेवा गर्छु भनेर जनप्रतिनिधि भएर यो भित्र बस्न आउनु भएको होइन। यो भित्र बस्ने चाहिँ आलिशान महल बनाउनु भएको छ। यसको अगाडिको सडक तपाईँहरूले बनाउनु पर्दैन? तपाईँहरूले प्रयोग गर्नुहुन्न यो सडक? पटक पटक यस्ता कुराहरूमा आवाज उठाउने सचेत युवा हो हामी। हामीले यस्ता कुराहरू सहन सक्दैनौँ। वडाका विभिन्न सडकहरू बन्लान् भन्ने त अपेक्षा नै नगरौँ। वडा अगाडिको सडकमा पिच आउन सकेको छैन, अस्फाल्ट खस्न सकेको छैन। अस्फाल्ट पनि खस्ने कुरा टाढाको कुरा भयो। हिलाम्य छ। सवारी साधन हिँड्दै गर्दाखेरि सवारी साधन लड्ने डर छ, दुर्घटना हुने डर छ। त्यति मात्र होइन, यहाँ दुईजना बहिनीहरूसँग मैले कुरा गर्ने मौका पाएँ। बहिनीहरू बाटो यस्तो छ दाइ, खुट्टा जुत्ता फोहोर हुन्छ, स्कुलमा कराउँछन् भन्दैछन्। अनि यो कस्तो खालको सडक हो? बच्चाहरूले प्रयोग गर्ने सडक, वृद्धहरूले प्रयोग गर्ने सडक अवस्था यस्तो छ। बच्चाहरू स्कुल जाँदा प्रयोग हुने सडक रहेछ यो। यहाँ नजिकै स्कुलहरू छन्, यहाँबाट अस्पताल जान पर्ने होला, विभिन्न किसिमका कार्य गर्नुपर्ने प्रयोग हुने सडकको अवस्था यस्तो छ। त्यो पनि वडा कार्यालय अगाडि। वडा कार्यालयमा कतिजना कसरी के कामको लागि ठोक्किन आउँछन्, सेवाग्राहीहरू आउँछन्, त्यो कुरा मनन चिन्तन हुने हो कि होइन? पछिल्लो लामो समयदेखि, अहिले होइन, वडा कार्यालय आएको 2-3 वर्ष भयो, त्यो समय कालखण्डमा त बन्न सकेन। तर त्योभन्दा अगाडिदेखि यो सडक बनेको छैन र यो निकै दुःख लाग्ने कुरा हो। स्कुलको विद्यार्थीले प्रयोग गर्ने यस्तो सडकहरूमा कुनै पनि किसिमको सम्झौता नहोस्। यो सडक बन्नुपर्छ र बन्ने नै सबैभन्दा ठुलो सम्झौता हो। यो बाँकी अन्य यो सम्झौता यसरी बन्न सकेन, उसरी बन्न सकेन, यो बहाना त्यो बहाना छोडिदिनुहोस्। सुन्नु कसैलाई छैन। अब रिजल्ट चाहिएको छ, परिणाम चाहिएको छ। परिणाममा यहाँ पिच आउनु पर्यो, त्यति नै हो यहाँको स्थानीयलाई चाहिएको र सबै उपभोक्तालाई चाहिएको। तैपनि यो सडक बन्न नसक्नु अत्यन्त दुःखको कुरा हो र यथाशीघ्र यसलाई ध्यान आकर्षण होस्। मर्मत गर्नु छ भने मर्मत गर्नुहोस्, पुनर्निर्माण गर्नु छ भने पुनर्निर्माण गर्नुहोस् र यो सडक यथाशीघ्र यहाँ आओस्। यस्ता कुराहरूमा यथाशीघ्र ध्यान दिनुहोला। धन्यवाद।